वेलकम गाइज टु माई न्यू भ्लग। धेरै पछि चाहिँ अब मेरो भ्लगमा चाहिँ स्वागत छ तपाईँहरूलाई। त हेर मेरो भ्लगमा स्वागत छ। भन्नु भन्नेको केही छैन कुरो कानी। लप्परे बल्ल यतिको लप्ता पर्यो फाप्छ कि फाप्दैन। भ्लग नबनाएको धेरै भइसक्यो अनि भ्लग नबनाउँदा चाहिँ कारण चाहिँ के भन्दाखेरि अब स्कुल हुन्छ अनि त्यस्तै के हुन्छ होइन। अनि आज चाहिँ बिदा छ, बिदाको न्यु पारेर चाहिँ आज भ्लग बनाएको। अनि मोबाइल पनि थिएन नि त, मोबाइल थिएन अनि दिदीले नयाँ मोबाइल ल्याइदिएछ अनि नयाँ मोबाइलबाट भ्लग बनाएको। अनि अहिले चाहिँ म चाहिँ गाउँमा हो नि त, गाउँमा त घाँस काट्नुपर्छ, यताउता गर्नुपर्छ। अनि त्यही भएर घाँस काट्न आएकै, घाँसको भारी पुगिसक्यो क्या, यस्तो घाँस काट्नुपर्छ हामीले चाहिँ। अनि ऊ माथि नै छ घाँस चाहिँ यता। अनि आज चाहिँ त्यही हो भ्लग बनाउँदैछु, लास्टसम्म हेरिदिनु होला। अब घरतिर जाने हो अनि घरतिर आज के हुन्छ त्यो सबै देखाउने छु। अहिलेको लागि चाहिँ यति नै। म चाहिँ घर पुगेर चाहिँ सुकुटी सुकाउनु थालेको। अनि उता चाहिँ चापको फुल फुलिरहेको रहेछ। चापको कसलाई थाहा छ कमेन्ट गर्नु होला। फुलको चाहिँ पातभन्दा पनि धेर चाहिँ फुल नै थियो क्या। अनि कति राम्रो देखिरहेको थियो घर छेउमा। त्यो आजको काम चाहिँ मेरो दिउँसो चाहिँ बाख्रा चराउने अनि भिडियो सिडियो यसो बनाउने होइन, एडिट नगरी यत्तिकै आज चाहिँ जे बनाएको छ, जे भिडियो बनाएको छ त्यो हालिदिने हो। गाइस हेर्नु न, यहाँ बहिनीलाई चाहिँ अब बाख्रा स्याहार्नु मन पर्यो रे भनेर त्यहाँ खेलाइरहेछ। अनि यहाँतिर चाहिँ छिमेकीको घरमा चाहिँ त्यहाँतिर बाख्राले घाँस खायो, धपाइदिनु भनेको अनि धपायो। हाम्रो बाख्राले झनै खाइदियो। यो चाहिँ बहिनी सानो कुकुर कति छुच्चा हो, जिस्काउँदैछ यहाँ बाख्राहरूलाई। डर पनि छैन, केही पनि छैन, कस्तो कुकुर हो। यो सानो कुकुर चाहिँ निकै बाठो हुँदैछ। यसलाई अब ठुलोसँग भेट गराएर अब जुदाउनु पर्छ, के हुन्छ हेरौँ। ठुलो कुकुर बोलायो मैले, भाग्दा पो रहेछ। लप्परे बल्ल यतिको अघि त भुक्दै थियो। यो दुई चाहिँ कहिले भेट्ने भएको छैन नि त। सानोले माया गर्छ है। यहाँ चाहिँ हातले भाइ हातले दिन्छ। अहिले रिसाइरहेको छ। हातले ए बाजे हातले भनेको हातले रिसायो क्या, यो रिसायो। यता हेर, यता हेर, मेरो भ्लगमा स्वागत छ। यता हेर। कहाँबाट धुवा लाग्यो हामीलाई यस्तो। त्यही त म लक्लाइदिन्छु है कुकुर सानोलाई। हुन्छ हुन्छ, विकासको योजना हुँदैछ त्यता। हजुर, त्यहाँतिर चाहिँ बाइकको लागि रोड बनाउँदैछ, के भन्छ मोटर बाटो। म चाहिँ रुख चढेर बहिनीको भिडियो बनाउँदैछु। उहाँहरू चाहिँ छिमेकीको नेट जोड्ने भन्दै थियो। अनि नेट जोड्नुको लागि चाहिँ अनि बोलाएको रहेछ। अनि नेट जोड्नु खोज्दै रहेछ। अनि यता छिमेकीहरू हेर्दैछ, खुवाए छौ भन्दैछ। दिदी मम्मीहरू चाहिँ यता बारी खुन्दैछ। अनि यहाँ चाहिँ नेट जोड्ने मान्छे भइहाल्यो। अनि उतो गाउँको भ्यू भइहाल्यो। यता चाहिँ रोड खन्ने मान्छेहरू क्या, मान्छेहरू होइन दाइहरू, यहाँतिर मोटर बाटो बनाउँदैछ नि त। यो चाहिँ हाम्रो घर हो, त्यो ढुङ्गाले छाएको क्या तल देखिरहेछ नि। बहिनीलाई के भयो किन टोलाको? बरु मेरो भ्लगमा गीत गाइदेऊ न, मिठो गीत गाइदेऊ ल प्लिज। लु गाउ 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 छिटो। तिरकुली जारी करायो, पल्टले कोलाउरे दैले मन पलायो, ए मलाई पल्टले कोलाउरे दैले मन पलायो। नाइस नाइस, ताली बजाऊ है एकछिन। त्यति हो गीत सक्यो। ल ल ल धन्यवाद। मैले गाउँदैन होला भनेको बहिनीले गाइदियो, धन्यवाद ल। माथि दिदीहरूले नि अब बारी खनिसक्नु आँट्यो, त्योभन्दा माथि नि छ मान्छेहरू टन्नै छ।
यता चाहिँ छिमेकी बजुहरूको नेट जोड्दै रहेछ होइन। अब बाख्रा लगेर जान्छु म पनि छिच्चिरो हेर्नु कसरी जोड्दा रहेछ। हाम्रो त तर अस्ति जोडिसक्यो, तर पनि हेर्नु मजा हुन्छ नि त। अब त्यता गएर गफ गर्नुपर्छ, यता भ्लग बनाउनुपर्छ। अब बाख्राहरू लगेर जाने। अब बाख्रालाई खोरतिर लगेको। यो बाख्राहरू पनि कोही सात डाँडा काटिसक्यो, कोही हिँड्नु थालेको छैन। कस्तो खर्ला कहाँ भाग्यो यहाँ एउटा बाख्रा थियो। ताने खालाला भगवानलाई ए बाख्राले बिकार गरिराख्यो नि यहाँ। फर्की 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 अम्मै फर्की 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 फर्किला 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 हो फर्किला उभला 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 खर्ला 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 खर्ला। यहीँ हो बाख्राको ठाउँ चाहिँ यस्तो हुन्छ होइन। ए बाख्राले चाहिँ जनधनकै क्षति पुर्यायो नि हाम्रो बजुको होइन। यसरी डोरीले बाँधेको थियो दुईवटा बाख्रा चाहिँ, अनि दुईवटा बाख्राले चाहिँ अब जोतेर लग्यो जसो गरेर चाहिँ, अनि त्यो के हुन्छ बेसार जति चाहिँ सबै पोखाइदियो क्या एकछिन। अब जानुपर्छ फेरि त्यता पनि। दसैँ दिनमा चाहिँ क्या भन्न मर्छ। मैले चाहिँ बाजे पनि भेटायो, अनि बाजे नाति अब गफ गर्दै जाने हो छिमेकीको घरसम्म। लप्ता पर्यो फाप्छ कि फाप्दैन जुनको ज्योति हो यहाँ चाहिँ छिमेकी घरको बाख्राहरू छ। नाना प्रासङ खानिम जसो भए ज्यावा मिला सोना खाली के छ त बा भाइरल न्याम छ चाहिँ मम्मी भाइरल। यहाँ चाहिँ अघि मेरो बाख्राले गाठे बजुको बेसार पोखाइदिएर जनधनको क्षति पुर्याइदियो। अब टिप्नु पऱ्यो नि आफैले, हात पनि बेसार छुला जस्तै छ यस्तो। ल ल ल हाम्रो नि पछि वाइफाई बिग्रियो भने यसो काम लाग्छ। यता हेरौँ न कसरी जोड्दो रहेछ, कस्तो हुँदो रहेछ होइन। म चाहिँ अब चाहिँ हाम्रो घर पुगेको, अनि घर पुगेर यसो हेरेको मान्छेको चिताटना रहेछ, अनि गफ गरिबस्दो रहेछ। अनि बरु म त पर च्याङ्बा बाजेसँग पो जान्छु। के भन्न चाहनुहुन्छ मिडियामा? केही त भन्नुहोस्। भन्नु भन्नेको केही छैन कुरोकानी। सक्यो सक्यो कुराकानी। सक्दाखेरि नमस्ते गरेर बिदाई बिदाई खै बिदाई हाँ नमस्ते गरेर बिदाई गर्नु न नि दाजु। नमस्ते लु नमस्ते। टाटा 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 हात यस्तो गर्नुपर्छ। सम्पूर्णलाई टाटा छ।